वेलकम बैक टू माई न्यू ब्लग। होइन आजको ब्लगमा चाहिँ के छ भने चर्चा लगाएर आजको ब्लगमा चाहिँ म साला बर्थडे खान गइरहेको छु। कसको भन्दाखेरि हाम्रो गाउँभन्दा चाहिँ आधी घन्टा मुनि हो। म बर्थडे खान गइरहेको छु क्या। म यहाँ चस्मा म चाहिँ हिरो होइन, साला हिरो बनेर हिँडिरहेको छु क्या। जुत्ता लाएर, जुत्ता ब्यागी प्यान्ट, आहा झन्डै केल्मीको जस्तो ज्याकेट, अनि रिमुकको चस्मा, अनि वाच क्यासियोको वाच लाएर चाहिँ म चट्टसँगले हिरो बनेर हिँडिरहेको छु। अनि साला म एक्लै छु क्या। हाम्रो गाउँको केटाहरूलाई हिँड्नु हो भनेको हिँड्नु मानेन क्या, हिँड्नु मानेन। अनि त्यहाँबाट म एक्लै हिँडेँ। अनि हाम्रो गाउँमा चाहिँ के छ भने अचानकको कुरो होइन, हेर्न सक्नुहुन्छ यहाँ ठुलो ट्री विथ रुख, ठुलो बिग ट्री, ठुलो रुख छ। नेपालीमा ठुलो रुख र नेपालीमा बिग ट्री भनिन्छ, इङ्ग्लिसमा बिग ट्री भनिन्छ होइन साल। म यो जङ्गलको बाटो एक्लै हिँड्छु क्या। यत्रो जङ्गलको बाटो मलाई डरै लाग्दैन। मेरो साथीहरू पनि छैन, मेरो केटाहरू पनि छैन, मेरो कोही पनि छैन। म एक्लै हिँड्छु साला होइन। अनि बर्थडेमा जाने मलाई भोक पनि लागिरहेको छ, बिहान पनि खाना नखाएको, भोक पनि लागिरहेको छ। अनि त्यहाँ गएर बम्क्यु बम मासु भात तर्काइदिने क्या, बम्क्यु बम मासु भात तर्काइदिने। अनि हाम्रो गाउँको बाटो चाहिँ यस्तो हो क्या, यस्तो छ। जङ्गलै जङ्गल छ यता, जङ्गलै जङ्गल, पुरै जङ्गल छ। अनि त्यहाँबाट अहिले चाहिँ 1 बजिसकेको छ लगभग, 1 नै होला सायद, हो 1 नै बजिसकेको छ। अनि गएर चाहिँ मासु भात तन्काएर अनि टक्कसँगले डान्स गरेर होइन आउनुपर्ने हुन्छ। डान्स गर्ने मान्छे को हुन्छ भने लड्कीहरू हुन्छ क्या, मगर्ने लड्कीहरू धेरै नै हुन्छ घर गाउँमा। अनि मगर्ने लड्कीहरूसँग डान्स गर्नुपर्ने हुन्छ हामीले मासु भात खाएर। त्यही गाइज, अनि म चाहिँ अलि उतै गएर भेट्छु किनकि मेरो हात गलिसक्यो। सो फाइनली म चाहिँ होइन अलि यता गइसक्यो। मैले कराको डाँडाको भ्लग बनाएको थिएँ होइन, त्यहाँबाट स्टार्ट गरेर चाहिँ म यो ठुलो रुखको छेउमा आइसकेँ क्या। यहाँ ठुलो रुख चाहिँ यहाँ छ, देख्दा हुन्छ यहाँ छ ठुलो रुख चाहिँ, यो चाहिँ हो होइन ठुलो रुख। अनि म टक्कसँगले आइसकेँ। अनि यहाँनिर धेरै च्यानहरू पनि छ क्या, यहाँनिर उडाने तर्साउनु पनि होइन, ठुलो च्यान पनि छ। हिजो भर्खर मान्छे पनि धेरै नै मरिरहेको हुन्छ यो च्यानमा होइन, धेरै ल्याक पनि हुन्छ। अनि हिजो पनि एकजना मरेको थियो, हिजो एकजना मरेर यही च्यानमा ल्याएको थियो अरे 1-2 बजीतिर। तर बाउहरू मलाई ल्याएको थियो, म आउनु पाइनँ। तर म नि यहाँ 2-3 खेप आएको छु। तर मलाई होइन त्यो मान्छे मरेको पोलेको 4-5 दिनसम्म डर लाग्छ, त्यहाँबाट डरै लाग्दैन क्या। च्यान डर लाग्दैन। यो मुन छ च्यान चाहिँ ठुलो, यो मुन छ क्या च्यान, यताउदो छ, यो उदो छ च्यान चाहिँ जट्टा लाएर यता यो साइडमा सबै यहाँ तल यहाँबाट सबै यता मगर च्यान हो। अनि म चाहिँ यहाँनिर पुरो घनघोर यहाँ तर्साउँछ यो जङ्गलमा, यहाँ ठुलो जङ्गल छ यता मेरो अगाडि। अनि मेरो जङ्गलमा चाहिँ म फटाफटै भ्लग नबनाइकन हिँड्नुपर्ने हुन्छ क्या, भ्लग नबनाइकन हिँड्नुपर्ने हुन्छ। अनि उहाँ पारिको डाँडा खान देख्न सक्नुहुन्छ, उहाँ पारिको डाँडा, ऊ त्यो डाँडा, त्यो डाँडाबाट चाहिँ यहाँ मुनि ठ्याक्कै च्यान देख्छ, यहाँ मुनि देख्छ। अनि म तपाईँहरूलाई देखाउने नै छु। अनि टक्कसँगले अब यहाँ मलाई स्वागत गरिदिएको बोर्डहरूले स्वागत गर्छ मलाई, बर्थडेमा स्वागत गर्नलाई आइसक्यो मान्छेहरू। देख्न सक्नुहुन्छ के छ भने तपाईँहरूले पढ्नु नै भइसक्यो होला होइन। उज्यालो ताप्ली दिगो विकास र बाल मन्त्री सहित पूर्वधारा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटक र रोजगार, हरियाली ताप्ली समृद्धि आधार अरे। अनि त्यो तल रातो अक्षर लेखेको छ के, ताप्ली गाउँपालिका वडा नम्बर 3 इनामे। अनि अर्को के छ तल निलो अक्षरमा, बाल मन्त्री वडामा तपाईँलाई स्वागत गर्दछ। स्वास्थ्य र सुन्दर संसार स्तनपान एकमात्र आधार, आमाको दुध शिशुको लागि सबैभन्दा राम्रो र पोसिलो आहार हो। तर म नेपाली ठुली पढिदिन्छु, तर त्यहाँ स्तनपानमा बिर्सेँ म होइन। टक्कसँगले अब यत्रो दिन पनि भइसक्यो स्कुल आएको। अनि म चाहिँ गाउँमा आइसकेको छ। तपाईँहरूलाई थाहा छैन होला फेरि यो मुर्कुजीमा बसेर पढ्थेँ, यो कसैले त्यहाँ भ्लग बनाएन। म हिजो भर्खर गाउँ आएको, म भ्लग धेरै हालेको छैन। अस्ति नै दसैँमा एउटा भ्लग हालेँ, अब भोलि लक्ष्मी पूजा हो, भोलि लक्ष्मी पूजा पनि भ्लग नै आइहाल्छ। तर तपाईँहरूले माया देखाइदिनु पऱ्यो। लक्ष्मी पूजादेखि उता के हो गोरु तिहार, त्यो दिन पनि भ्लग आउनु पनि सक्छ नआउनु पनि सक्छ गोरु तिहारको। तर भाइटिकाको दिन चाहिँ फिक्स आउँछ। अनि भाइटिकाको पर्सिपल्ट एउटा आउँछ, मुर्गी झारतिर त्यतिखेर एउटा आउँछ। अनि छैठ 10 गते छैठ रहेछ, त्यो दिन आउँछ। भनेपछि अब चाहिँ लगातार 4-5वटा भ्लग आउँछ, यो महिनामा मात्रै 5वटा भ्लग आउँछ। त्यही गाई अब चाहिँ यहीँ मुनि च्यान छ होइन, यतै मुनि च्यान छ, यही मुनि। अब यता जङ्गल छ। आज म सरासरी गीतको तालमा हिँड्नुपर्ने हुन्छ। अनि त्यो डाँडाबाट तपाईँलाई च्यान देखाउँछु है त। सो फाइनली म त्यो डाँडामा नि आइसकेँ र यहाँबाट एउटा गाडी पनि थियो, त्यो गाडीले मलाई बाल दिएन होइन, मलाई लिफ्ट दिएन। तर मलाई बाल लाग्दैन, लाँदैन गाडीले। तर सँगले होइन
त्यो च्यान भनेको चाहिँ कहाँ छ भने कहाँ हो उहाँ तल क्या यहाँ हो एउटा च्यान अनि उता तल हिजो पोलेको उहाँ रहेछ उहाँ तल रहेछ हिजो चाहिँ त्यहाँ पोलेको रहेछ एकछिन नै त्यहाँ दाउरा देख्नुभयो होला तपाईँहरूले होइन त्यहाँ तलबाट यो माथि उहाँ माथिसम्म नै हो क्या पुरै च्यान यो मुनि मुनि सब हो अनि उहाँ पारि खाजा खुवाउँछ यसको त उहाँ पारि अनि हतारको मान्छे मऱ्यो भने यहीँ लान्छ तर त्यसको मान्छे यहाँ चटसँग यहीँ खुवाउँछ क्या खाजाहरू अनि त्यो गाई चाहिँ म त्यो जङ्गल पार गरिदिइसकेँ अनि यहाँनिर अहिले भरे एउटा गाडी आएको थियो बुलेरो आएको थियो अनि त्यो बुलेरोले मलाई बाल दिएन मासला तर मलाई कुनै पनि केही छैन होइन मलाई बाल लाग्दैन कुनै पनि कुरामा त्यस्तो शान्ति नै यहाँ नजिक आइसकेँ म हतार गाउँ नजिक आइसकेँ अनि जस्तो अब होइन अब के भन्ने भन्दाखेरि केही नभन्ने अब चलोसँगले म आइसकेँ अब जाने कम्की कम मासु भात यत्रो यत्रो गाँसले तन्काउने अनि आउने बल खेल्छु अलिअलि अनि बल खेलेर म के गर्छु भने अनि त्यहाँ बल खेलेर आएपछि चाहिँ म नाच्छु हाम्रो गाउँको केटाहरू आयो भने म भरे जागराममा पनि बस्छु जागराम भनेको कतिलाई थाहा छैन होला नाइट राति नाच्ने हो क्या राति त्यो होइन डङ्कुडङ्गु त्यसलाई नै भन्छ जागराम होइन रातभरि त्यो जागराम चाहिँ किन भनेको भन्दा रातभरि अनि त बसेर जागराम भनेको हो त्यसलाई त्यो गाइस मेरो फ्यानहरू तपाईँहरूले अहिलेसम्म युट्युबमा म जस्तो यस्तो 150-60 सब्सक्राइब भएकोलाई 40-45 भ्यू चाहनु भनेको पनि राम्रै हो होइन त्यही पनि त अझै तपाईँहरूले सपोर्ट गरेर मलाई टिकटकमा नि माया देखाइदिनु होला मेरो टिकटकको फ्रेन्डले युट्युबमा गएर माया देखाइदिने र युट्युबको फ्रेन्डले टिकटकमा गएर माया देखाइदिनु होला त्यो गाइस अनि म चाहिँ यहाँ होटल ग्राउन्डमा इन्ट्री भइसकेँ यहाँ छ एउटा घर अनि अरू त केही भन्दिनँ म होइन त्यही हो अब चाहिँ गएर म मासु हाल्नु पनि हुन्छ अनि हाम्रो गाउँको केटाहरू छैन त्यो मलाई थाहा भएन मलाई बाल लाग्दैन भए पनि नभए मलाई बाल लाग्दैन यो पनि त म होइन चट्ट एक्लै आइदिइसकेँ तर तिनीहरू अगाडि आइछन् भने मलाई बाल लाग्दैन त्यही हो यहाँ चाहिँ टक्क होइन बोरासोरा काटेर सुकाइसकेको छ यो घरतिर अनि हावा आयो ख्यार गरिराखेको बेला अलि मलाई बाल लाग्दैन क्या त्यही हो अहिले उहाँ माथि हो त्यो बर्थडेवाला घर अनि म बर्थडेवाला घरमा गएर फाइनली हामी टक्कसँगले बर्थडे घरमा नि आइसकेको थियौँ तर हामीले बर्थडे घरमा मासु भात ढिलो खायो अनि टक्कसँगले म 1 बजी आएको तपाईँहरूलाई थाहा होला म भोकाएर आएको थिएँ यहाँ नि आएर चटपटे खाएँ होइन चट्ट खाएर अनि अहिले चाहिँ टक्क 5 बजेर अहिले चाहिँ चट्टसँगले होइन म खाजा खाएर आएको अब गएर फेरि अगाइसकेको छ अब गएर मासु भात तन्काउनु पर्ने हुन्छ अनि हामी चाहिँ हिरो अनि सुँगुर चाहिँ यहाँ रहेछ होइन देख्न सक्नुहुन्छ सुँगुर चाहिँ यहाँ छ नि आज 2-4वटा त्यहाँ बाहिर छ नि यहाँ अगाडि चाहिँ चक केटीहरू हिँडिरहेको छ त्यही हो अब गएर मासु भात दरी खानुपर्ने हुन्छ हामीले चट्टसँगले भात लगाइसक्यौँ अनि हामी चाहिँ चट्ट लाएर अहिले चाहिँ होइन देख्न सक्नुहुन्छ यो यहाँ छ डाइरेक्टर होइन हामी चाहिँ ब्लुटुथमा आइसकेको छौँ होइन चट्ट लाएर यहाँनिर छ चट्टसँग केटाहरू यहाँ बर्थडेको चाहिँ यहाँ छ होइन त्यही कारण हामी चाहिँ अब यहाँनिर चट्ट लाएर नाच्छौँ अनि आज भ्लग चाहिँ इन गर्नुपर्ने हुन्छ भन्ने मेरो धारणा हो त्यही पनि अब आज चाहिँ यहाँ इन गर्न